पनि पढ्नु चाहिँ राखिदिनुहोस्। तपाईहरुले भन्नुहोस् नानीहरुलाई तिमीहरु ह्यान्ड राइटिङ गर्दा पनि हुन्छ, रिडिङ गर्दा पनि हुन्छ, ड्राइङ गर्दाखेरि पनि हुन्छ, तर बिहान र बेलुका चाहिँ उनीहरुलाई पढ्ने ह्याबिट राखिदिनुहोस्। किनभने हामीले यत्रो वर्ष हेर्दाखेरि उनीहरु दिवालीको या दशैंको छुट्टीमा एक हप्ताको छुट्टीमा गएर आउँदाखेरि पनि एबीसीडी लेख्नु बिर्सिसकेको हुन्छ, ठुलोहरुको ह्यान्ड राइटिङहरु राम्रो हुँदैन, पढ्नु बिर्सिसकेको हुन्छ उनीहरुले। त्यही भएर यो विन्टर भेकेसनमा चाहिँ उनीहरुलाई मर्निङ र इभिनिङमा चाहिँ एक घण्टा चाहिँ कृपया गरेर पढ्न राखिदिनुहोस् होला तपाईहरुले। र म क्लास नर्सरीको रिजल्ट गर्न गइरहेको छु र उनीहरुलाई रिपोर्ट कार्ड सँगसँगै यहाँनिर उनीहरुले गरेको यो पेपरहरु पनि वितरण गर्न गइरहेको छु र तपाईहरुले पनि हेर्नुहोस् आफ्नो नानीलाई केमा कमी कमजोरी रहेछ। घरमा यो विन्टर भेकेसनमा तपाईहरुले पनि एबीसीडी त सबैलाई आउँछ नै र तपाईहरुले पनि प्र्याक्टिस गराइदिनुहोस् भन्न चाहन्छु। र फर्स्ट भएको छ मेरो क्लासमा निमा कुञ्जल शेर्पा, उसको चाहिँ रिजल्ट हामीले पहिल्यै दिइसकेको छु किनभने उसको उतानिर त्यस्तै काम गरेर जानुभयो नेपाल, त्यही भएर दिइसकेको छु। र सेकेन्ड भएको छ बिट्टु शर्मा, बिट्टु शर्माले 82.86% दिएको छ। कङ्ग्रेचुलेसन्स बिट्टु। Say thank you. Say thank you. यो यस्तो गरेर र तपाईहरुले सोच्नु हुँदै होला बिट्टु सेकेन्ड भयो, बिट्टु लास्ट इयर ऊ नर्सरीमा हुँदाखेरि फेल भएको थियो। हामीले उसलाई राखेको थियौँ किनभनेदेखिलाई एबीसीडी उसको राम्रो थिएन, जानेको थिएन उसले एबीसीडी लेख्नुको लागि। अरु म्याथ र कलमहरु भयो केले गर्दाखेरि चाहिँ ऊ जस्ट पास चाहिँ हुन सक्छ, तर पनि एबीसीडी चाहिँ मेन हो नि त नर्सरीलाई चाहिँ। एबीसीडी अ आ क ख र के भन्छ 0 1 2 चाहिँ उनीहरुले गरेकै हुनुपर्छ, उनीहरुलाई आकै हुनुपर्छ, तब मात्रै हामी क्लास केजीमा चढाउन सक्छौं। कारण क्लास केजीमा जाँदाखेरि चाहिँ कतिवटा वर्डहरु हुन्छ, सेन्टेन्सहरु पढ्नुपर्छ उनीहरुले, त्यो चाहिँ उनीहरुले क्याच गर्न सक्दैन। नर्सरीमा राखेका थियो र उ पनि अहिले पढ्नुमा निकै राम्रो भएको छ, थर्ड भएको छ। कङ्ग्रेचुलेसन्स। अनि उसको बाबालाई पनि रिक्वेस्ट गर्न चाहन्छु बेसी नानीहरुलाई सबैलाई एब्सेन्ट चाहिँ नराखिदिनुहोस्, स्पेशली टेस्टको टाइमतिर चाहिँ एकदम उनीहरुको मार्क्सहरु एनुअल एक्जाममा, हाफ इयरलीमा, मिड टर्ममा जोडिन्छ, त्यही कारणले गर्दाखेरि पर्सेन्टेज कम्ती आउँछ। त्यही भएर एब्सेन्टहरु चाहिँ कम्ती राख्दिनुहोस् है तपाईहरुले। कङ्ग्रेचुलेसन्स। यो भित्र नै मैले उनीहरुको बुक लिस्ट राखिदिएको छु। रविश बन्धुमा गएर तपाईहरुले यो बुक लिस्ट दिएर चाहिँ किताब किन्न सक्नुहुन्छ। कङ्ग्रेचुलेसन्स छोरा। र दोस्रो भएको छ दिलशाद अन्सारी। दिलशाद अन्सारी चाहिँ फर्स्ट टर्म एन्ड सेकेन्ड टर्ममा फर्स्ट भएको थियो, तर अलिकति 2 मार्क्सले गर्दा यो पालि एनुअल एक्जाममा चाहिँ सेकेन्ड भएको छ, तर एकदमै राम्रो छ। यस्तै हुन्छ है। कङ्ग्रेचुलेसन। थर्ड भएको छ साइन प्रवीण। साइन प्रवीणले यो पालि अलिक राम्रै गरेकै छ, ऊ राम्रो छ। यस्तै पेमा तामाङ। पेमाले यो पालि चाहिँ पर्सेन्टेज निकै नै घटाएको छ र पनि अल क्लियर गर्दा पनि सोशल स्टडिजमा चाहिँ फेल भएको छ, तर पनि पासै छ किनभने मेन सब्जेक्टमा उसले राम्रै गरेको छ। कङ्ग्रेचुलेसन्स पेमा। र फिफ्थ भएको छ लाली शर्मा। लाली चाहिँ फिफ्थ हुनुको कारण चाहिँ एकदमै बेसी एब्सेन्ट। उनीहरुको आमा बाउले गार्जियनले उसलाई एकदमै बेसी एब्सेन्ट राख्छ किनभने लाली राम्रो स्टुडेन्ट हो, ह्यान्ड राइटिङ पनि एकदमै राम्रो छ। मेरो क्लासमा मेरो म्याथमेटिक्समा चाहिँ बेसी एब्सेन्ट। देश लान्छ कुन चाहिँ देश लान्छ थाहा छैन, तर साह्रै लामो एकदमै बेसी एब्सेन्ट
उसलाई एब्सेन्ट राखेन रेगुलर स्कुल पठायो र राम्रो गाइडेन्स गर्यो भने चाहिँ एकदमै राम्रो छ लालीको आमा सुनिराख्नुहोस् तपाईँले बुझ्नुभयो कङ्ग्रेचुलेसन्स पास चाहिँ भएको छ र मेरो क्लासमा जम्मा 5 जना स्टुडेन्ट थियो सब अल क्लियर भएको छ थ्याङ्क यू लागिरहेछु मेरो टोटल स्टुडेन्ट्स 8 जनामा 8 जना मध्ये सबैजना भन्दा राम्रो क्लासमा फर्स्ट आउने हो हाम्रो एमडी समी आउनुहोस् एमडी समी फर्स्ट हुनुभएको छ तपाईँ 89% हेर्नुहोस् पहिलाको तपाईँले फर्स्टै आउनुभएको छ क्लास 2 को यो प्रोग्रेस रिपोर्ट कार्ड गर्न लागिरहेछु क्लास 2 को क्लास टिचर म एमए प्रधान र यहाँ रिजल्ट मात्रै नभएर आजको दिनमा हामीले थुप्रै कुराहरू सुन्न पायौँ देख्न पायौँ है र सबैको अफसाइ दिमागमा घुसेन है यहाँ हाम्रो एसआई महोदयबाट राम्रो कुराहरू हामीले सुन्न पायौँ अनि हाम्रो एटेन्डेन्स कमिटीको पक्षबाट श्रीमान रसिक छेत्रीज्यू उहाँले राम्रो कुरा गरेर हामीले यहाँबाट सुनाउनु भयो त्यसरी नै स्कुलको पक्षबाट हाम्रो प्रधान अध्यापकज्यूले पनि हामीलाई राम्रो राम्रो कुराहरू राख्नुभयो वार्षिक रिपोर्टहरू एकदमै मनपर्ने है यथार्थ कुरा राख्नुभयो र आजको दिन एउटा यादगार हुनेछ र अभिभावकको जति पनि हामी स्कुल पक्षबाट यहाँ सबैले भन्दैछ नानीलाई अलिक गाइड गर्दै घरमा अलिकति नानीहरूको गाइड नभएको कारणले पढाइमा दुर्बल हुँदैछ भनेर कुराहरू राख्नु हुँदैछ नि यो चाहिँ विशेष अहिले यहाँ बाबाहरू भन्दा पनि आमाहरू घरमा अलिकति गाइड चाहिँ कम्ती भएको छ भने सबैले यहाँ भनिहाल्नु भयो है मैले पनि यो स्कुलको रोग गाह्रो घाउ के हो त चाल भएको छैन मलाई थाहा भएको छैन त्यही रहेछ नेग्लिजेन्स अफ गार्जियन्स नभए यो स्कुल यति बेलासम्म हाम्रो प्रधान अध्यापक र टिचर्सले यस्तो मोडिनेटर गर्दाखेरि यो स्कुल कहाँ पुग्ने थियो नि पुगेको छैन पुग्ने आशा गरेको हामीले एनुअल रिपोर्ट थाप्दाखेरि त इन्ट्रेस्ट छैन देश गयो भन्छ अचम्म नि अझै सुरु गर्नुहोस् त त्यसो गर्नु दिन्छ नानीहरूको रिपोर्ट हामीले एकैजनाको दिदी आफू दिदीले थापेको यहाँ मिसले भनेकै गर्छ ऊ दिदीलाई के मतलब त्यो नानीलाई भन्नुपर्ने त्यो गार्जियनलाई भन्नुपर्ने ऊ दिदीले सुनेर गयो 7-8 जनाको थाप्यो ऊ दिदीले के मतलब उसलाई यो चाहिँ गाह्रो घाउ हो यसलाई चाहिँ अरूभन्दा पनि गार्जियन प्लस प्रधान अध्यापक स्कुलको प्रधान अध्यापकले यो घाउलाई जाति मान्ने कोसिस गर्नुपर्छ यो चाहिँ स्कुलको गाह्रो घाउ नै देखेँ मैले 2 महिना पढाएर अन्त बिग्रिन्छ सर मिसलाई पनि पढाउँदा झिझेक लाग्छ क्या झिझेक लाग्छ कि अन्त हात छिटो चल्छ क्या त्यहाँबाट कम्प्लेन हो उठ्यो अरे उठेको अरे झिझेक लाग्छ नि त यो कारणले चाहिँ यो बिमारीलाई चाहिँ यो स्पोर्ट मिसले जाति पार्नु पर्ने छ विशेष आमाहरूलाई मेरो अनुरोध मेरो घरमा तपाईहरु जस्तै नानीहरू छ यस्तै नानीहरू छ मेरो घरमा पनि हामीले त त्यो भनेको त्यो नानीहरूले मानेर अन्त उछालेर पछाड्नै पो र यो अन्तमा यसरी भनिरहनु पाउँदिन होला है विशेष स्कुललाई एउटा माया लाग्छ र भनेको अब नानीहरूलाई माया नगर्ने कुरा छैन
मेरो जित्ने सबै अरू क्लासमा यसलाई जित्ने अद्वितीय प्रसाद मैले किन त्यो अद्वितीयले यसले जित्यो भनेर खोजी गरेँ क्या रिसर्च खोजी गर्दाखेरि चाहिँ अद्वितीयले चाहिँ क्लासमा जति पढ्यो त्यसको ब्रेन राम्रो टिपिहाल्यो घरमा पढ्दैन त्यसले कन्फिडेन्स ओभर कन्फिडेन्स हो नि त यसले कोसिस गरेकै ऊ फर्स्ट अद्वितीयले अर्कै नेग्लिजेन्स गर्यो भने नि अर्कोले जित्छ यस्तो गर्नुपर्छ त स्टुडेन्ट यस्तो कोसिस क्या हो दाउन चाहिँ खेती भोकते विद्या भन्छ नि विद्यालाई त घोप्नुपर्छ त घोप्नुपर्छ खेती गर्नु त धाउनु पर्यो नि त केटीले बिगार गर्छ त्यस्तो यो नानी यस्तो हुनुपर्छ है तिमीलाई धेरै धेरै धन्यवाद बधाई छ र अर्को क्लासमा गएर अझै राम्रो पर्सेन्टेज ल्याउनु भन्ने म तिमीलाई आशीर्वाद दिन्छु र सेकेन्डमा अद्वितीय प्रसाद यो अद्वितीय प्रसाद प्रेमी छ उसले घरमा पढ्दैन स्कुल गएर काफी छ बस हुँदै थियो पछाडिबाट अर्को आएर यसलाई सेकेन्ड त्यस्तो पनि हुन्छ नि घरमा पढ्ने आदर गर ल र अर्कोले पनि जित्छ नि ल आयुष मुक्त राम्रो पढ्नु ल फोर्थमा सिद्धान्त थापा ऊ सिद्धान्त थापा पनि कोसिस निकै राम्रो गर्छ तर बिचारा अब अलिक एज पनि सानो होला है कोसिस चाहिँ निकै हो गरी चाहिँ ऊ छिर्नै खोज्छ अरूलाई कोसिस राम्रो छ र घरमा पनि गाइड गर्छ उसलाई भन्ने मैले थाहा पाएको छु सबभन्दा कमजोरी मान्छेको हुन्छ नि एउटा कमजोरी राइटिङ चाहिँ कुखुराले खोर्सेको जस्तो भन्छ नि उतै खेलेको उसको राइटिङ चिन्दैन नि के लेखेको थाहा हुँदैन र राइटिङ बनाउनको लागि उसलाई हामीले नयाँ थाहा दिएको अस्तिको छुट्टीमा कोसिस गर राइटिङ बनिन्छ भविष्यमा राम्रो गर्नु बधाई छ अर्को स्टुडेन्ट मोहित कुमार रोय अब हेर्नुहोस् मोहित कुमार रोयको पनि एउटा कहानी छ हिजोअस्ति आएको बङ्गाली भाषी नेपाली इङ्ग्लिस बङ्गाली भाषी मान्छे यहाँ आएर अरूलाई उछिन्यो कहिलेकाहीँ पढ्दै गरेको नानीहरूलाई उछिन्यो ऊ मजाले पास भयो कोसिस छ उसलाई घरमा पनि गाइड गर्छ ऊ पनि कोसिस गर्ने खालको छ त्यसो गर्यो भने अर्को साल फर्स्ट पनि हुनसक्छ माछा खाएको बुद्धि भन्छ नि ल बधाई छ कोसिस गर अर्को हाम्रो रेमन मुन्ना निकै एक हप्ता अगाडि हुन्छ उसले एक हप्ता पछाडि पनि आउँदैन यस्तोहरूको नानी पनि हुन्छ उसलाई चाहिँ घरबाट गार्जियनको नेग्लिजेन्स हामीले चाल पाएको छैन बढी उसलाई हो बिचाराको होस गायब भएर छ जस्ट पास अर्को छ सुन्दरम शर्मा किताबमा विकास गरेको आउनुहोस् खानालाई पनि पिकअप गर्छ नि आमाहरू होसियार हुनुहोस् नि खाना खाना पनि पिकअप गर्छ नजर लाग्छ भन्छ नि उसलाई चाहिँ किताबमा नजर लागेछ र यसलाई चाहिँ यताउति गराउनुपर्छ है के गर्छ पढ्छ भाइ पढ्नु चाहिँ आउँछै आउँछ स्कुल चाहिँ हो तर बिस्तारै उसको दोष होइन
यही दिनको बारेमा चाहिँ विकास गरेर सम्झेर बेला हो यहाँ स्कट मिसनमा चाहिँ कस्तो हाँसाको बुढाले चाहिँ हुन्छ हुन्छ उसको दोष होइन कि चाराको स्कुल चाहिँ आउँछ हो अब उसलाई क्लास दिनु कि नदिनु मेरो तर्फबाट चाहिँ गर्नु छैन उसलाई क्लास दिने या नदिने चाहिँ हाम्रो हेडसरको काम हो अब 5 मार्क्स 300 उसले 92 ल्याएर त्यति ल्याएपछि म त पास गर्न सक्दैन नि त त्यो त अरूले एकदम गलत देख्छ त्योलाई चाहिँ रिटेस्ट गराएर हाम्रो एचएमले प्रधान अध्यापकले चाहिँ अर्को क्लासमा लाने हो कि होइन उहाँको जिम्मेवारी हो धन्यवाद